फलानामा छाप लगाऊ, म राम्रो मान्छे, म ठुलो मान्छे, म जान्ने सुन्ने मान्छे, म चाहिँ भन्दिनँ। अब तपाईँहरूलाई चाहिँ मलाई चाहिँ राम्रो मान्छे लाग्छ भने, मनपर्छ भने चुनावमा है चाहिँ मलाई चाहिँ भोट दिनु होला। मन पर्दैन भने ठिकै छ, केही फरक पर्दैन। किनभने म चाहिँ यस्तो चुनावमा उठ्ने मान्छे, लड्ने मान्छे नै होइन क्या है। त्यस्तो मान्छे हुँदै होइन, थिँदै थिएन, सोचेको पनि थिएन यस्तो उठौँला भनेर। तर एउटा मान्छेलाई अलिकति चोट पर्यो भने, अलिकति दुःख लाग्यो भने, रिस उठ्यो भने चाहिँ यस्तो पनि गर्नुपर्छ। तर रिस उठेर चाहिँ मान्छेलाई कुट्नु पो भएन त होइन। रिस उठेर राम्रो कामतिर, राम्रो बाटोतिर लाग्नुपर्छ। जिन्दगीमा मैले धेरै कुराहरू, धेरै पटक चाहिँ रिस उठेर मैले धेरै कामहरू गरेको छु, राम्रो कामहरू गरेको छु। र अहिलेको पनि रिस उठेर चाहिँ यो आएको हो है। अब तपाईँहरूलाई साँच्चै भन्नुपर्दाखेरि मैले अहिलेसम्म भोटै दिएछ। भोटर लिस्टमा नाम पनि लेखाउनु गएको छैन क्या अहिलेसम्म है। यो उमेर भयो मैले चाहिँ भोटर लिस्टमा नाम पनि लेखाएको थिएन, अनि भोट पनि दिएको थिएन कसैलाई। अहिलेदेखि होइन, हो त्यो पञ्चायतको पालादेखि। ए पञ्चायतको पालादेखि पनि त पञ्चायतमा पनि त चुनाव त हुन्थ्यो नि है। मैले चाहिँ थिएन, भोट दिएको थिएन। तर अहिले चाहिँ मन्त्री भएर मात्रै फेरि नाम लेखाएको। मन्त्री नभएको भए यो नाम पनि लेखाउनु थिएन होइन। किनभने सबैले गिजाउन थाले, मन्त्रीको पनि भोटर लिस्ट बनाउनु पर्यो भनेर कि अब थालेर। अनि मैले भोटर लिस्ट ल भोटर लिस्ट बनाइदेऊ, भोट चाहिँ दिन्छु कि दिन्न बनाइदिएँ मैले है। तर अब त्यो भोटर लिस्टमा नाम लेखाएको राम्रै भएछ, त्यो हो कुरा। र किन नाम लेखाएको त उसो भए अब यस्तो किसिमको चुनावमा भाग नलिने मान्छेले भन्ने कुरा आयो। त्यो कुरा चाहिँ के हो भने, म चाहिँ मन्त्री भएपछि केही कुराहरू गर्न खोजेँ। मन्त्री भएर त्यहाँ कुर्सीमा मात्रै बसिरहेर त के मन्त्री त। मन्त्री भएर केही कुराहरू गर्न खोजेँ। खास गरी शिक्षामा सुधारहरू गर्न खोजेँ। शिक्षामा सुधार गर्नुको लागि केही कानुनहरू बनाउनु पर्ने रहेछ। कानुनहरू नबनायो भने, सजिलो कानुन, त्यो जेल्ने कानुन होइन। कानुनले के गर्छ, यतै जेल्छ उतै जेल्छ, त्यस्तो जेल्ने कानुन होइन। शिक्षालाई राम्रो किसिमले बालबालिकाहरूले राम्रो शिक्षा पाउन्, स्कुलको शिक्षा कलेजमा गएर राम्रो पढुन् भन्ने किसिमले अब त्यसमा चाहिँ वातावरण स्वच्छ बनाउनको लागि धेरै प्रयासहरू, धेरै छलफलपछि मैले चाहिँ कानुनहरू बनाउनको लागि तयार गरेँ। अब तयार गरेर त्यसलाई चाहिँ पास गर्नु पर्यो। कानुन भन्ने कुरा चाहिँ राष्ट्रपतिले पास गर्छ। राष्ट्रपतिमा जानुपर्छ, अनि राष्ट्रपतिले अनि सही छाप गर्यो भने बल्ल कानुन बन्छ। तर राष्ट्रपतिमा जानुभन्दा तल धेरै धेरै खुड्किलाहरू हुन्छ। अब हामीले मन्त्रीले कानुन बनाउने बित्तिकै त्यो कानुन पास हुँदैन। मन्त्रीले कानुन बनाएपछि अर्थ मन्त्रालयमा पठाउनु पर्छ। किनभने पैसाको कुरा जति जम्मै अब अनुमति दिने चाहिँ अर्थ मन्त्रालय हो। अर्थ मन्त्रालयले स्वीकृति गर्यो भने त्यहाँदेखि कानुन मन्त्रालयमा जानुपर्छ। कानुन मन्त्रालयमा किन जाने भन्दाखेरि अब यसको देशको संविधान अनुसार यो कानुनको मसौदा खाका तयार भएको छ कि छैन भनेर कानुन मन्त्रालयले हेर्छ। फेरि अब यसो गर्दाखेरि निकै टाइम लाग्छ। कानुन मन्त्रालयले हेऱ्यो भने, त्यहाँबाट सहमति दियो भने फेरि मन्त्री परिषदमा जान्छ। मन्त्री परिषदले पास गर्यो भने त्यहाँदेखि विधान परिषदमा जान्छ। अनि विधान परिषदमा पनि त्यहाँ छलफल गरेर त्यसले पास गर्यो भने फेरि चाहिँ मन्त्री परिषदमा आउँछ र मन्त्री परिषदले चाहिँ राष्ट्रपतिकोमा लगेर राष्ट्रपतिले स्वीकृति दिन्छ।
त्यसो गर्दाखेरि मैले बनाउन खोजेको कानुनहरू विधान परिषदसम्म त लगियो, तर विधान परिषद भन्दा अगाडि बढ्न सकेन।